हेलो गाइज गुड मर्निङ म इसान भर्खर उठेँ म चिया पकाउँदैछु दाइ र मलाई ल गुड मर्निङ ल गाइज चिया खाँदैछु मलाई डिस्टर्ब गर्दै हुनुहुन्छ दाइ गाइज दाइले अब अघि चाहिँ कलिदार मेला भेट्छु भने अब साँच्चै रेडी भएर भेट्छु है त गाइज तल फर्मल माथि स्वेट सर्ट त्यो माथिबाट कार्डिगन लाउँछु यतिको कस्तो छ हेर्नु है कार्डिगन लगाएपछि नि हेर्नु अनि दाइले यो कार्डिगन चाहिँ अलिक स्वाइन हुनुभएको यो दाइले दिनुभएको ज्याकेट एउटा त्यो लगाइरहेको छ गाइज यत्रो थुप्रो छ गाइज आई एम रेडी गाइज कार्डिगन लाइन मैले दाइले सुहाएन भन्नुभयो अनि दाइले नि दिनुभएको ज्याकेट हो यो गिफ्ट दिनुभएको कस्तो थियो गाइज यस्तो राम्रो देखेर जस्तो लाग्यो मलाई त ठ्याक्क सेट मिले जस्तो लाग्यो कि है चिज अब मेरो स्किन केयर गर्छु स्किन केयर त होइन अलिअलि छ मैले किनेको यो लोटसको हो मैले एडभर्टाइज चाहिँ गरेँ होइन यो चाहिँ मोइस्चराइजर हो अलिकति लाउँ कस्तो ल मोइस्चराइजर पनि लगाइयो बन्द गरिदिउँ अनि यो लोटसको सनब्लक है गाइज यो पनि राम्रो छ मेरो ओइली स्किनलाई ठिक्क सेड मिलेको छ हिरा लाल भइहाल्यो नि हजुर ल गाइज कलेजमै भेट्छु है हेलो गाइज म चाहिँ तपाईँहरूलाई कलेजमै भेट्छु ल कलेज जानु लागेको मोबाइलमा चार्ज छैन बिहानदेखि लाइन पनि थिएन कि त्यही भएर म बाइकमा भ्लग चाहिँ गर्दिनँ है गाइज सरी कलेज गएर भेट्छु है हेलो गाइज कलेज आइपुगेँ काम ताप्दै बसिरहेको साथी र म्यालो भन्छ साथी हेलो यहाँ चाहिँ कलेज चाहिँ यो बिल्डिङमा हो आज स्किल ब्लकमा टप फ्लोरमा हो अब टाउको दुख्छ माथि चढ्दा चढ्दा अब क्लासै भेट्छ है त गाइज हेलो गाइज क्लास सक्यो घर जानु थालेको म बाइकमा बनाउँदिनँ ल गाइज ब्याट्री नै छैन ओन्ली 20% छ त्यहाँको बन्द हुन्छ त्यही भएर अब घर गएर भेट्छ आज साथीसँग कतै जान्छु होला स्कुलको साथी छ हेटवटाको उसँग खाजा जाने भनेको 5 बजीतिर त्यति बेला भेट्छु ल गाइज अहिले ल हेलो गाइज म चाहिँ घर आएर सुतेछु भर्खर उठेँ अब रेडी भएर साथीबाट जान्छु स्कुलको साथी हो धेरै पछि भेटेको र अब हेरौँ त्यही गएर के गफ गाफ हुन्छ तपाईँहरू थाहा पाइहाल्नुहुन्छ स्टे ट्युन गाइज एन्ड यस गाइज दिस इज माई आउटफिट राम्रो छ ल गाइज म चाहिँ अब निस्केँ बसन्तपुर जान्छु उसलाई त्यही भेट्छु त्यहाँबाट कोटेश्वर उसको साथीको रेस्टुरेन्ट छ भनेर चाहिँ त्यही जान्छौँ अनि त्यही भेट्छ है त गाइज बाटो भेटौँ होला अहिले चाहिँ है गाइज हेलो गाइज म चाहिँ बसन्तपुर जाँदैछु जाडो जाडो छ त्यहाँ चाहिँ भएको है अघि हिँडेको थिएँ त्यही भएर गाइज बाइक चलाएर होइन बाइक चलाउँदा पनि कसै चिया भयो भन्नु होला बाटो काटेर गाइड होला त्यहाँ पुगेर साथै कल गर्नुपर्छ आज दिउँसो चार्ज नभएर कलेज जाँदा म मोटो भ्लगिङ गर्दिनँ अहिले चाहिँ अहिले चार्ज छ चार्ज छोडेरै
थिएँ हल्लाएर चाहिँ बिचमा 85 भएको थियो पुग्छ भनेर अनि मोटो भ्लगिङ गरेको काठमाडौँमा त फेरि गल्ली गल्ली हुन्छ नि गाइस गल्ली गल्ली त्यहाँ जाँदा नि गल्ली यहाँ जाँदा नि गल्ली अनि जहिले जाँदा नयाँ ठाउँ जाँदा जस्तो लाग्ने कि जहाँ जाँदा नि घरहरू चाहिँ फेरि सब उस्तै उस्तै हुन्छ एउटै स्टाइलको आयो बसन्तपुर आयो बसन्तपुर नजिकै छ कि हाम्रो घरको 2 मिनट लागेको छ ठ्याक्कै 2 मिनट ठ्याक्कै 2 मिनट ल ठ्याक्कै 2 मिनट रहेछ हेर्नुहोस् म टाइम हेरेको ठ्याक्कै 2 मिनट पार्किङ चाहिँ कहाँ राख्नुहुन्छ मलाई अहिले सुन्दैन फेरि हनानेको आफ्नै डोमेन हुन्छन् बाइक यस्तै हुन्छ कि काठमाडौँमा अब पार्किङ नै धेरै रहेछ आफ्नै काम भन्छन् केटाहरू पार्किङ पार्क माई बाइक ह्यान्डल लक गरिदिउँ ल अब त्यहाँ गएर कुरेर बस्छौँ है त यस्तो छ ल यो त गाडी ठिकै छु म गाइड बसन्तपुरको के हो यो दरबार पर्दै होला नि के हो क्या मलाई थाहा छैन तपाईँहरूले कमेन्ट गर्नु बस्नु पर्ला यहाँ बसिरहेको छौँ सेतो घर यहाँ पछाडि छ सेतो घर भन्दा सजिलो लाग्यो मलाई सेतो घर भन्दा अलि साथी आउँदै होला कल गर्छु यसै रमझम हेर्नु ल यस्तो छ राम्रो है कस्तो सनकिस्टवाला ऊ भएको कि ल गाइस एकछिनै सडन चेन्ज इन प्लान्स त्यसलाई लिन गङ्गो पनि आइदैन मलाई आज घर लाग्ला भन्न थाल्यो सोध्दै जानु पऱ्यो कहाँ हो भनेर सोध्नै पऱ्यो सोध्छु म त्यही पुगेरै भेट्छु ल गाइस ठाउँ खोज्ने मिसन सुरु यहाँबाट सिधै जा भनेर चाहिँ एउटा दिदीले थमेल आउँछ भन्नुभएको त थमेलबाट त फेरि अर्कोलाई सोध भन्नुभएको म जाँदैछु कहाँ भन्दाखेरि गङ्गोपुर चोक अब हेरौँ कहाँ पुग्दो रहेछ ल गाइस यहाँ दाइ भेटेर चाहिँ एउटा दाइले मलाई लगिदिन्छु र दाइ पनि त्यही जान्ला अरे त्यही पुग्यो चाहिँ म छोडिदिन्छु बाबु तिमीलाई भन्नु हिँड्नु दाइ भनेर मैले राखिदिएँ अब दाइले पुऱ्याउनुहुन्छ मलाई दाइको जिम्मामा पुगे परेमा दाइ घर चाहिँ हो दाइ उहाँको ए माछा पोखरी म नयाँ हो क्या दाइ त्यही भएर मलाई कलेजबाट घरबाट कलेज गर्न मात्र आउँछ के अनि हेटाडाको साथी छ मेरो आज भेटौँ भनेर अनि भनेको
हेर्नु है हजुर यो ठमेल एरिया होइन त हजुर नरदेवी यता जान्थ्यो यतै सिधै गयो भने 3 नम्बर बालाजुन चोकबाट लिएर जान्छ किनकि रिङ रोडै लिएर जान्छ ओके बिर्सिन्छ हो यो 16 फुटे चोक होइन है कति जाम I have a dream, that's all I need. I'll make it happen with some work and belief. Know what I want, so I'll take it on. I'll make mistakes, but mistakes वाला मोमेंट आ रहे हैं ये साइड क्या बताऊँ रे यो माछा पनि छ यो माथि बसेर यो रोक्दा हुन्छ यही रोक्ने होइन गाइस म चाहिँ आइपुगेँ गङ्गोबु चोक अहिले सही सलामत बाटो मै धर छोड्दै हो भिडियोमा ठ्याक्क फोन आएर कट्यो छोड्दै हो गाइस म चाहिँ आइपुगेँ गङ्गोबु चोक यही रहेछ गङ्गोबु चोक त्यहाँ दाइले पुऱ्याइदिनु भयो दाइको चाहिँ माछा पोखरी रहेछ अब त्यही जग्गा हो भन्नु थाल्नुभयो मलाई पनि साथी हुँदा लाउनु त बस्नु भनेर पिक गरेर लिएर आएको दाइ 5 मिनट त हिँड्नु पर्दो रहेछ अगाडि आइपुग्यो हामी जानु क्यामेरामा ठ्याक्कै आएन जस्तो छ है रेस राम्रै दाइ फेरि मलाई बाटो देखाइदिनु भयो बाटो चाहिँ याद भयो मलाई रेस प्रायः जति ल मेरो साथी आइपुग्यो के छ दोस्त कताबाट जाने हो है कताबाट जाने म कहाँ आएँ मलाई थाहा छैन यतैबाट हो मलाई त एउटा दाइले लिएर आइदिएको त्यो दाइले ठमेलनिर सोधेको दाइ कहाँबाट जानेको भाइ म पनि त्यतै जानु ल पाउनु बस्नु भने सकिहाल्यो भने कति गाडी गाइजहरू म भ्लग बन्द गर्छु ल होइन यसलाई यहाँ भने भ्लग बन्द गर्छ त्यही भेट्छु पुगेर है हेलो गाइस हामी चाहिँ आइपुग्यो बसन्तपुर भर्खर यहाँ कालो भैरवलाई ढोक्यो ल साथी हेलो गरिदिनु 39 इयर्स पछि भेटेँ हामी 8.5 इयर्स पछि भेटेको स्कुलको साथी आफ्टर 10 क्लास रमाइलो हुँदैछ बाँकी जिन्दगी यस्तै रहेछ यसको पनि चलिरहेको रहेछ मेरो त पनि दौडिरह ल रमाइलो भइरहेछ गाइस अब घुम्ने हो दौडिनु सुरु गरेको छु गाइस अहिले त दौडिसक्यो मैले सुरु गरेको छु यसले 16 प्रो म्याक्स किनेर पार्टी खाने अब कुचबी
कति राम्रो नाइट भ्यू हेर्न त ल कति राम्रो गाइजहरू अब खाँदा खाने ठाउँमा भेटौँ ल के खुवाउँछ तपाईँलाई देखाउँछु म ल गाइज हामी चाहिँ भट्टी रेस्टुरेन्ट आइपुगेका छौँ हेर्नु त्यहाँ भट्टी रेस्टुरेन्ट साथीले लिएर आएको धेरै पछि ऊ साथी आइरहँदो रहेछ यहाँ मिठो हुन्छ भनेर लिएर आएको ल अब यहाँको खानाको रिभ्यू गरौँ है त खाएपछि जाँदैछु कति तल माथि हो यस्तो साला केही सुन्नु भएन नि गाइज ल भाइ ल गाइज फाइनली आइपुग्यो रुफ टपमा स्या भयो लिनु कति राम्रो थियो आहा यो हो नि त तरिका साथी राम्रो ठाउँ लिएर आइस यार ल यस्तो छ ल गाइस खानेकुरा आएपछि भेट्छु ल गाइस हामी चाहिँ बसिरहेको छौँ खाजाको इन्तजारमा भ्यू हेर्नु है उयो सेतो घरलाई के भन्छ होइन भने दरबार स्क्वायर के पनि भन्छ होइन ए होइन मैले त अघि यो छ नि यो गाई चाहिँ दरबार स्क्वायर हो भनेर चाहिँ देखाएँ फेरि हो के गाई मलाई थाहा छ तपाईँहरू जे हो त्यही सोच्नु है भनेको छु कि ब्लगमा म्युजियम है दरबार स्क्वायर भन्दा यस्तो राम्रो भ्यू छ गाइज हेर्नु त यहाँ टिलिलिलिलिलि घरहरू टल्केको यी तिहार भाइब्स हो ल गाइस अब एकछिनमा भेट्छु घर जाने बेला कि त खाना आएपछि ल गाइस स्पेसल चटामरी स्पेसल पकौडा रे मिठो छ कस्तो छ हो मिठो छ ल गाइस अरू पनि खानेकुरा आउँदैछ ल गाइस हामी एउटा निस्क्यौँ के गर्दै यस्तो साथी चाहिन्छ कि हरेक मान्छेलाई यस्तो साथी चाहिन्छ यसरी के गरिदिने पाउने किलो ल साथी थ्याङ्क यू मेरो बर्थडे ट्रिट बाँकी छ ल ल ल डन तैँले तिर्नी त हो बर्थडे ट्रिटमा पनि खुवाउन त म लगिहाल्छु नि होइन गाइस यस्तो साथी चाहिँ एकदम जरुरी अघि पेट्रोल हालिदियो रे ल गाइस म त यति खुसी भयो नि आमा यतिसम्म नि केयर गर्ने साथी त मेरो भनेर यार 8-8.5 वर्षपछि भेटेको धेरै फाइदा हुँदो रहेछ है गाइस तपाईँको नि साथीहरूलाई यस्तो टाइमपछि भेट्नु होला हाल्नु नि ल गाइस अबको लागि घर पुगेर भेट्छु जाडो भयो मलाई है त